हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि सदाझै तपाईँको लागि नयाँ भिडियो लिएर आएको छु। धेरै समय पछि हैन, भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नु होला, किनभने आजको भिडियो एकदमै महत्त्वपूर्ण हुनेवाला छ। आजको भिडियो के को बारेमा भन्ने कुरा तपाईँले थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ। त्योभन्दा पहिले तपाईँले यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला, अनि बेल आइकनलाई हिट गर्नु होला, लाइक कमेन्ट सेयर पनि गर्नु होला। ओके गाइज, अब हामी भिडियोतिर लागौँ। स्किल पासको अरू कोर्सहरूको बारेमा मैले भिडियो बनाइसकेको छु गाइज। जस्तै अब तपाईँले 4-5वटा कोर्स गर्नुपर्ने हुन्छ, 4वटा कोर्सको मैले भिडियो बनाइसकेको छु। मोडल क्वेसनहरू राखिसकेको छु, तपाईँले हेर्न सक्नुहुन्छ। यदि तपाईँको साथीहरू कोही माल्टाको लागि प्रोसेस गर्दै हुनुहुन्छ अथवा अब स्किल पास गर्न खोज्दै हुनुहुन्छ भने उहाँहरूलाई तपाईँले चाहिँ भिडियो सेयर गरिदिनु होला, उनीहरूलाई पनि सहयोग हुन्छ, हेल्प हुन्छ हैन, सजिलो हुन्छ। अब आज हामी कुरा गर्छौँ हाउसकिपिङ एटेन्डेन्टको। हाउसकिपिङको मोडल क्वेसनहरू देखाउनुभन्दा पहिला म तपाईँहरूले हाउसकिपिङ अनि क्लिनरमा चाहिँ मान्छेहरू कन्फ्युज भइरहेको हुन्छ हैन। हाउसकिपिङ भनेको के हो र क्लिनर भनेको के हो भन्ने कुरा तपाईँलाई क्लियर गर्न चाहन्छु। हाउसकिपिङ भन्नाले चाहिँ अब जुन हस्पिटालिटीभित्र पर्छ गाइज है, अनि क्लिनर भनेको चाहिँ हस्पिटालिटीभित्र नपर्न पनि सक्छ। क्लिनरको चाहिँ मेन काम भनेको चाहिँ सो क्लिनिङ टास्कमा बढी फोकस हुन्छ हैन। तर हाउसकिपिङको चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको हाउसकिपिङको चाहिँ सर्भिसमा पनि छुन्छ त्यसले, किनभने हाउसकिपिङले चाहिँ अब गेस्टहरूसँग बोल्नुपर्ने पनि हुनसक्छ हैन, बोल्नुपर्ने हुन्छ। त्यसैले हाउसकिपिङले चाहिँ कम्पलसरी गर्नुपर्ने हुन्छ। अनि हाउसकिपिङ भनेको चाहिँ अब होटलहरूमा हुन्छ गाइज। होटलहरूमा काम गर्नेको लागि चाहिँ यो हस्पिटालिटीमा काम गर्नेको लागि चाहिँ 100% पर्छ नै। त्यसपछि क्लिनरको केसमा चाहिँ के हुन्छ भने प्रायः जस्तो होटलमा काम गर्ने क्लिनर होस् जेसी होस् सबले चाहिँ गर्नै पर्ने हुन्छ, किन होटल त हस्पिटालिटीभित्र पर्यो नि त हैन। होटलमा काम गरेपछि त पर्छ। तर यदि तपाईँहरू चाहिँ स्टोरतिर चाहिँ क्लिनिङमा काम गर्नुहुन्छ हैन, अरू कुनै हस्पिटालिटी बाहेक अरू सेक्टरमा क्लिनिङको काम गर्नुहुन्छ भने तपाईँले चाहिँ पर्दैन गाइज है, तपाईँले चाहिँ स्किल पास गर्नु पर्दैन। त्यो तपाईँ कम्पनीमा भर पर्छ, कम्पनीले घर भन्न पनि सक्छ अथवा हैन। होटलमै काम गर्नेहरूले पनि म क्लिनरमा त्यो भाडा मान्नेहरू हुन्छ, भाडा मान्ने अब डिसवासर भनौँ न, अब हैन डिसवासर काम गर्नेहरू हैन, त्यो क्लिनिङमा मात्रै गर्ने अब त्यस्तो छ भने चाहिँ अब नगर्दा पनि हुन्छ। तर होटलमा चाहिँ के हुन्छ भन्दाखेरि फेरि हाउसकिपिङले क्लिन गर्दैन भन्ने कुरा हुँदैन। हाउसकिपिङले पनि गर्ने, क्लिनै गर्ने हो उसले चाहिँ। अब तर हाउसकिपिङले चाहिँ अब गेस्टहरूसँग बोल्नुपर्ने हुन्छ, कम्युनिकेसन गर्नुपर्ने हुन्छ, त्यही भएर चाहिँ उनीहरूले गर्नुपर्ने हुन्छ गाइज चाहिँ। प्रायः जस्तो होटलमा काम गर्ने अब क्लिनर होस्, क्लिनरै भन्ने चाहिँ हुँदैन हैन। होटलमा प्रायः जस्तो चाहिँ हाउसकिपिङ नै भन्ने हुन्छ, क्लिनर भन्ने हुँदैन। त्यही भएर चाहिँ होटलमा काम गर्नेले प्रायः जस्तो गर्नुपर्ने हुन्छ गाइज है। यो कुरा चाहिँ क्लियर हुनु होला हैन। अनि अन्त ठाउँमा काम गर्ने जस्तै हस्पिटालिटी बाहेक, रेस्टुरेन्ट होटल बाहेक अरू ठाउँमा काम गर्ने क्लिनरहरूले चाहिँ नगर्दा पनि हुन्छ। यदि तपाईँ होटलमा काम गर्नुहुन्छ भने हाउसकिपिङको रूपमा काम गर्दै हुनुहुन्छ अथवा क्लिनरको रूपमा काम गर्दै हुनुहुन्छ भने तपाईँले गर्ने भनेको चाहिँ हाउसकिपिङ एटेन्डेन्ट नै हो गाइज है। अब यसमा के कस्तो क्वेसनहरू सोधिन्छ त भन्दाखेरि अब यहाँ सोधिने भनेको चाहिँ अब क्लिनिङ प्रोसिजरहरू सोधिन्छ हैन। क्लिनिङ प्रोसिजरहरू भयो हैन। अब जस्तै अब खाली रुम जस्तै अभाइलेबल छ हैन, रुममा त फुल बुकिङ छ, फुल अलरेडी फुल छ, त्यस्तो रुमहरूलाई के भनिन्छ हैन। ट्रु अर फल्स 3टा स्टेपमा सोधिन्छ प्रायः जस्तो चाहिँ। 3टा स्टेप के हुन्छ भन्दाखेरि फर्स्टमा चाहिँ ट्रु अर फल्स हुन्छ हैन। अब सेकेन्डमा चाहिँ चुज द करेक्ट एन्सर भनेको तपाईँले खाली ठाउँ भर्नुपर्ने हुन्छ। एउटा भन्नाले अब क्वेसन सोधे हुन्छ, त्यसको कुन चाहिँ राइट एन्सर हो त्यो तपाईँले चुज गर्नुपर्ने हुन्छ। अनि थर्डमा भनेको चाहिँ अब सिक्वेन्स मिलाउने हुन्छ। अब 4-5वटा सेन्टेन्स दिएको हुन्छ, कुन चाहिँ पहिला हुन्छ हैन, अब कुन चाहिँ पहिला हुन्छ, कुन चाहिँ सेकेन्डमा हुन्छ, कुन चाहिँ थर्डमा हुन्छ, तपाईँले त मिलाउनु पर्ने हुन्छ। त्यो गाजिङमा तलमाथि गरेर दिएको हुन्छ, तपाईँले चाहिँ वहाँ पहिला यो हुन्छ, सेकेन्डमा यो हुन्छ, थर्डमा यो हुन्छ भनेर चाहिँ तपाईँले मिलाउनु पर्ने हुन्छ। यता 3 थरीको चाहिँ क्वेसन सोध्छ गाइज चाहिँ स्किल पासमा जहिले पनि। अब कस्टमर केयर होस्, बेसिक इङ्ग्लिस फर हस्पिटालिटी होस् हैन, माल्टी टुरिज्म प्रोडक्ट कोर्स होस्। अब यी 3टा अनि प्लस अब अकुपेसनमा चाहिँ 3 स्टेपको चाहिँ क्वेसन सोधे हुन्छ गाइज है। अब कस्तो क्वेसनहरू सोधिन्छ त भन्दाखेरि चाहिँ म तपाईँलाई देखाउनेवाला छु। म तपाईँलाई केही क्वेसनहरू देखाउनेवाला छु गाइज। क्वेसनहरू यस्तो हुन्छ, यो चाहिँ चुज द करेक्ट एन्सर हो। यहाँ भनेको छ वन सुड क्यारी क्लिनिङ प्र्याक्टिसेस अकर्डिङ टु भनेको छ। भनेको चाहिँ क्लिनिङ प्र्याक्टिस चाहिँ के अनुसार हुनुपर्छ भनेको छ है। तपाईँले चुज गर्नुपर्ने हुन्छ।
1 2 3 4 चारवटा चाहिँ अप्सन दिएको छ। त्यो चारवटामा एउटा चाहिँ तपाईँले टिक लाउनु पर्ने हुन्छ। यहाँ चाहिँ टिक लाउने त्यो देखाएको छैन, तर टिक लाउनु पर्ने हुन्छ। एउटा यसमा क्लिक गरेपछि टिक हुन्छ गाइज है। तपाईँले त्यसमा टिक गर्नुपर्ने चाहिँ के भनेको छ भने क्लिनिङ प्र्याक्टिस चाहिँ कुन आधारमा हुनुपर्छ भनेको छ। अब यो चारवटामा कुन चाहिँ राइट हुन्छ त्यसमा क्लिक आउने हो। फर्स्टमा भनेको छ वर्क प्लेस हेल्थ सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन भनेको छ। तपाईँको वर्क प्लेस चाहिँ के अरे तपाईँले काम गर्ने ठाउँमा चाहिँ सेफ्टीको ग्यारेन्टी हुनु पऱ्यो होइन, सेफ्टी हुनु पऱ्यो। सेफ्टी सेक्युरेसन के अरे सेफ्टी र सेक्युरिटीको चाहिँ रेगुलेसन अनुसार चाहिँ गर्नुपर्छ क्लिनिङ प्र्याक्टिसहरू चाहिँ भनेको छ होइन। यो सही हो या गलत हो। अनि हाउ अन इज युज टु क्लिन एट होम भनेको छ। तपाईँ घरमा जसरी गर्नुहुन्छ त्यसरी गर्नुपर्छ भनेको छ। अनि अर्को चाहिँ हाउ बिजी द वर्क डे इज भनेको छ। अब थर्डमा के भनेको छ भने अब काम गर्ने दिन चाहिँ कतिको बिजी छ त्यो अनुसारले गर्ने हो भनेको छ होइन। अनि फोर्थमा चाहिँ हाउ क्वाइट द वर्क डे इज भनेको छ। कतिको चाहिँ बिजी छैन, अब क्वाइट छ, अब होइन गेस्टहरू छैन, अब कस्टमरहरू छैन आज, त्यो हेरेर कस्टमर थोस हेरेर हुन्छ भनेको छ होइन। यो चारवटामा कुन चाहिँ राइट हो त गाइज त्यो चाहिँ तपाईँले चाहिँ यहाँ चुज गर्नुपर्ने हुन्छ। अब यो चारवटामा कुन चाहिँ राइट हो त गाइज होइन, पक्कै पनि फर्स्टको राइट हुन्छ। वर्क प्लेस हेल्थ सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन भनेको छ। त्यो चाहिँ काम गर्ने हामी क्लिन गर्दाखेरि चाहिँ कस्तो तरिकाले प्र्याक्टिस गर्नुपर्छ, कस्तो चाहिँ बानी चाहिँ बचाल्नुपर्छ भन्दाखेरि सेफ्टी र सेक्युरिटी होइन। वर्क प्लेसमा चाहिँ अलिक हेल्थी हुनु पऱ्यो होइन, तपाईँ दुर्घटना हुनु भएन होइन। अब तातो चिजहरू तपाईँले के सफा गर्नुपर्ने हुनसक्छ, धारिलो चिजहरू चाहिँ सफा गर्नुपर्ने हुनसक्छ होइन। त्यसको लागि चाहिँ तपाईँले के छ सेफ्टी एन्ड हेल्दी चाहिँ त्यो चाहिँ रुल्स एन्ड रेगुलेसन चाहिँ तपाईँले प्र्याक्टिस गर्नुपर्ने हुन्छ। त्यसैले फर्स्ट हुन्छ गाइज यो चाहिँ। अब यहाँ सेकेन्ड क्वेसन रहेको छ गाइज, इफ अ हजार्ड इज आइडेन्टिफाइड अन सुड, इफ अ हजार्ड इज आइडेन्टिफाइड अन सुड भनेको यदि तपाईँले हजार्ड चाहिँ आइडेन्टिफाइड भएको छ होइन भने तपाईँले के गर्नुहुन्छ भनेको मतलब अब त्यो कुनै ठाउँमा फोहोर छ, अब भुइँ चिल्लो छ, भुइँमा चाहिँ तेल पसेको छ होइन। त्यस्तो जब अवस्थाहरू देख्नुभयो, हजार्ड भनेको अब तपाईँ कस्तो भनेको त्यहाँ चाहिँ खतरा छ अनि त्यो चाहिँ आइडेन्टिफाइड भइसक्यो भन्नु मतलब खतरा चाहिँ त्यहाँ खतरा छ, त्यहाँ चाहिँ अलिक डेन्जर छ भन्नु मतलब अब त्यहाँ चाहिँ चिप्लेर लड्न सक्छ गेस्टहरू होइन। त्यस्तो अवस्थाहरू देख्नुभयो भने तपाईँ के गर्नुहुन्छ भनेको चाहिँ है चारवटामा तपाईँले चुज गर्नुपर्ने हुन्छ गाइस। अभोइड द एरिया वेयर द हजार्ड इज भनेको छ। अभोइड गर्नु तपाईँ जहाँ चाहिँ त्यस्तो अवस्था छ त्यसलाई चाहिँ अभोइड गर्नुहोस्। तपाईँ चाहिँ भन्नाले त्यसलाई व्यवस्था गर्नुपर्छ भनेको छ। यो सही हो कि गलत होइन तपाईँले चुज गर्नुपर्ने हुन्छ। आइडेन्टिफाई एन्ड रिपोर्ट द हजार्ड टु देयर सुपेरियर भनेको छ। आइडेन्टिफाई एन्ड रिपोर्ट जस्तै के भइरहेको छ त के हो त्यो वास्तवमा के हो होइन, कस्तो खालको हजार्ड हो त्यो होइन, त्यो चाहिँ अब आइडेन्टिफाई गरेर त्यसलाई चाहिँ अब होइन त्यहाँको सुपरभाइजरलाई चाहिँ इन्फर्म गर्नुपर्छ होइन, त्यस्तो भनेको छ होइन। त्यो गर्नुहुन्छ के गर्नुहुन्छ तपाईँ होइन। त्यसपछि थर्ड भनेको छ डिल विथ द हजार्ड सिन्स इट इज इन द एरिया अफ क्लिनिङ भनेको छ होइन। अब हजार्डसँग डिल गर्नुहोस् त्यो चाहिँ जबसम्म क्लिन हुँदैन भनेको छ होइन। अनि त्यसो आस्क द गेस्ट टु हेल्प इन द हजार्ड के हो यो हजार्डस, यो अलिकति मिस्टेक भएको छ गाइस होइन, एडिट गर्दाखेरि मिस्टेक भएको सिचुएसन भनेको छ होइन। तपाईँ अब लास्टमा भनेको छ आस्क द गेस्ट टु हेल्प इन द हजार्ड भनेको डेन्जर सिचुएसन भने होला होइन, त्यो अलिकति मिस्टेक भएको यो हुँदैन गाइस है। यसमा चाहिँ कुन हुन्छ भने थर्डको हुन्छ, सेकेन्डको हुन्छ आइडेन्टिफाई एन्ड रिपोर्ट द हजार्ड टु देयर सुपेरियर भनेको छ गाइस है, त्यो हुन्छ यसमा चाहिँ, त्यो चुज गर्नुपर्ने हुन्छ तपाईँले। अनि अर्को क्वेसन रहेको छ गाइस यहाँ पनि, यो पनि चुज द करेक्ट एन्सर नै हो, एकदम सजिलो छ। जनरल एटेन्डेन्ट सुड एटेन्ड वर्क र जनरल एटेन्डेन्ट एउटा जनरल एटेन्डेन्ट हाउसकिपिङ चाहिँ कस्तो बेला चाहिँ वर्कमा चाहिँ के अरे काममा चाहिँ आउनुपर्छ त भनेको छ। वेन दे फिल लाइक होइन, जब उनीहरूलाई मन पर्छ, जब काममा मन पर्दा आउने, मन नपर्दा नआउने। अब सेकेन्डमा भनेको छ अब हाउसकिपिङ चाहिँ कसरी चाहिँ अब एटेन्ड हुनुपर्छ काममा भनेको छ होइन। सेकेन्डमा भनेको छ यहाँ अन अ टाइमली एन्ड इन अ प्रेजेन्टेबल म्यानर वेयरिङ अ क्लिन युनिफर्म भनेको छ होइन। अनि थर्डमा भनेको छ एनी टाइम अफ द डे भनेको छ, दिनको जुनसुकै बेला आउँदा नि हुन्छ, अब 4 बजी मलाई 4 बजी, 5 बजी मलाई 5 बजी भने जस्तै होइन, जतिखेर आउँदा नि हुन्छ भनेको छ। अनि मर्निङ सिफ्ट ओन्ली भनेको छ, बिहान मात्रै, उसलाई बिहान मात्रै काम गर्न मन लाग्छ
भने बिहान मात्रै आउने भनेको छ यो त हुँदैन अब हैन सम्भवै छैन हुने त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसको राइट एन्सर चाहिँ गाइस सेकेन्डको हुन्छ अन अ टाइमली एन्ड इन अ प्रेजेन्टेबल म्यानर वेयरिङ अ क्लिन युनिफर्म हुन्छ है गाइस यसको चाहिँ यहाँ अर्को क्वेसन रहेको छ गाइस व्हेन क्लिनिङ एन अक्युपाइड रुम वन सुड भनेको छ अनि मुनि छ रेस्पेक्ट गेस्ट बिलोङ्गिङ एन्ड प्राइभेसी एट अल टाइम्स लिभ द गेस्ट क्लोथेस फाउन्ड इन द बेड वेयर दे आर एन्ड मेड ड्युरिङ द के अलिकति मिस्टेक प्रिन्टिङ मिस्टेक भएको छ गाइस यो heed the documents left by the guest in the room take the guest clothing for laundering भनेको छ गाइस है अर्को क्वेसन रहेको छ गाइस when finding guest lost property on shoot भनेको छ जब गेस्टको हराएको सामानहरु तपाईले पाउनु भयो भने तपाईँ के गर्नुहुन्छ keep it on the cleaning trolley भनेको छ हैन give it to a supervisor so it will be recorded and stored accordingly भनेको छ टेक इट होम एट द एन्ड अफ द सिट भनेको छ घर लिएर जानुस् रे हैन सिप्सकेपछि किप इट इन द लकर सो इफ द गेस्ट आस्क्स फर इट यु क्यान रिटर्न इट ब्याक भनेको छ एउटा लकर एउटा दराजमा राखिदिनुस् जब गेस्टले चाहिँ सोध्छ त्यतिखेर चाहिँ उसले रिटर्न ब्याक दिनु भनेको छ यसमा कुन हुन्छ गाइस गेस गर्नु होला हैन अब सजिलो क्वेसनहरु छ हैन यसमा चाहिँ के कुन हुन्छ भन्दा यहाँ सेकेन्डको हुन्छ गाइस यसमा सेकेन्डको हुन्छ है त ओके अब अर्को क्वेसनतिर लाग्छु अरू क्वेसन मसँग छैन गाइस मसँग भएको क्वेसन यति नै हो हैन हाउसकिपिङ एटेन्डेन्सको चाहिँ अरू क्वेसनहरु छ तर क्वेसनहरु चाहिँ क्लियर छैन गाइस त्यही भएर मैले भिडियो नहालेको तपाईलाई चाहियो भने म तपाईलाई पठाइदिन सक्छु त्यसको लागि तपाईले मलाई इन्स्टाग्राममा एड गर्न सक्नुहुन्छ मेरो बायोमा रहेको छ इन्स्टाग्रामको लिंक तपाई त्यहाँ गएर क्लिक गरेर मलाई मेसेज गर्न सक्नुहुन्छ त्यसको लागि तपाईले यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ गाइस सब्स्क्राइब गर्दिनु तपाईको राइट साइडमा रहेको बेल आइकनलाई क्लिक गरेर अनि सब्स्क्राइब बटनलाई पनि क्लिक गरेर सब्स्क्राइब गरिदिनु होला ताकि अब आउने नेक्स्ट भिडियोहरु तपाईले छिटो भन्दा छिटो पाउनुहुनेछ भन्दै आजबाट बिदा हुन्छु हस्त धन्यवाद।